One welcome to my new vlog. आज चाहिँ म भिडियो एकदम सानो बनाउनु ट्राई गर्छु, मिनी भ्लग बनाउनु ट्राई गर्छु। अनि आज चाहिँ लक्ष्मी पूजाको भोलिपल्टको दिन हो, भोलि चाहिँ देउसीको दिन। आज चाहिँ मेरो किनभने बत्ती बाल्ने छ यहाँ। आज मेरो लक्ष्मी हेरौँ न। लक्ष्मी पूजा चाहिँ हो हाम्रो कार्कीहरूको चाहिँ रङ्गोली बनाउँदैन। म यहाँ बत्ती बाल्छु अनि लैजान्छु। चाहिँ हाम्रो घरबाट देखेको है, यस्तो छ भैँसीबारी एरिया चाहिँ त्यस्तो छ। हाम्रो टोलतिर त्यति बत्ती चाहिँ बलेको छैन, छिमेकीको भयो। यता अब नखुट्टो बाटो भयो। म माथिबाट देखाउनु ट्राई गर्छु है। राति छ, भैँसीबारी यही हो। यो चाहिँ भन्मण्डल। हाम्रो टोलमा त्यति बत्ती चाहिँ बलेर हुन्छ। घरमा चाहिँ पुरै बत्ती बल्यो तलदेखि माथि नै। भाषा थाल्नु पऱ्यो गाइज। अहिले चाहिँ म भाडा दिँदैछु। पछि जाने टोल परिक्रमा टोल घुम्ने काम गर्छौँ। अलि साथमा लाग्यो होला। अझै खाना खाइसक्यो। टाढा भए मलाई नबिर्सिदिनु। It's my home. म चाहिँ अब संसारी मन्दिर जाँदैछु। संसारी मन्दिर चाहिँ हाम्रो घरबाट जस्ट 1 मिनट। यो चाहिँ हाम्रो टोल, संसारी मन्दिर। यस्तो ठुलो बास्केट। छिटो बना त। दिदीले जे गरे त्यो बुवाई हो। कति आउने जस्तो फेरि के आउनु भयो ल होला बिचारा आउँदो रहेछ भन्नु। कैची लिएर आउनु छोरी, म काटेर सबै सबैका हाल्दैछु के। स्पाइडरम्यान बनाउनु त। ल यसले स्पाइडरम्यान बनाउँछ अरे। कहाँ बनाउनु ल भने स्पाइडरम्यान कहाँ? यहाँनिर ल ल यसले स्पाइडरम्यान। तँलाई स्पाइडरम्यान बनाउनु त आउँछ नि? ल कसरी बनाउने पहिला मलाई यस्तो देखा त कसरी? जे पहिला कपी र पेन्सिल लिएर मलाई देखा स्पाइडरम्यान कसरी बनाउने भनेर। बनाउन आउँछ नि त। ल ल ल ल ल
स्पाइडरम्यान बनाउन आउँछ होइन त तपाईँ ल ल ल के यो बनाउने ल ल स्पाइडरम्यान बनाउने अरे यसले आज छिटो गर त्यहाँ छिटो बना अहिले कुन चाहिँले दलेर हिँड्छन् अनि अहिले त्यो बाटो आउँदै त आएन मलाई ल ल ल छिटो बनाएर स्पाइडर म तेरो स्पाइडर बस्नलाई कुरेर बसिरहेको छु मेटो छिटो छिटो स्पाइडर बना हो अब गालामा लगायो भने ठ्याक्कै स्पाइडरम्यान मिल्दो रहेन रहेछ नि थाहा छ किनकि यो कलर अर्कै टाइपको भयो त्यो कलर अर्कै टाइपको भयो नि त हाले पनि मिल्दो रहेछ खै कहिले बनाउने त स्पाइडर भोलि ल आजलाई सिद्धि होइन त तेरो स्पाइडरम्यान त्यो नुन हालेको क्या कहाँ हाल्नुला यहाँ हाल्नुला त हालेर बनाएको हो ल ल ल छिटो छिटो स्पाइडर बना नबनाउने कहाँ फाल्ला त ल यिनी धुनु पर्यो ल यसले स्पाइडरम्यान बनाएर ल यहाँ फेरि छुट्टै छ ल ल ल ल त्यहाँ नचोड त्यहाँ मार्छ मैले पक स्पाइडरम्यानले हात गयो हो आमा यसले जानेछ यहाँ यहाँ पहल पहल यहाँ पहल हो यसले आज स्पाइडरम्यान बनायो ल ल ल धो धो यो पनि हो आमा यसले जाने हो हो ल ल ल पानी खो वेस्ट गर ल बन्द गर छिटो पहिला हात धो हात धो हात धो हात धो अब खुट्टा पनि धुनु पऱ्यो नि त त्यहाँ भाषा धुनु सक्छ हो ल दही चिउरे ल ल ल सुरु चार भाइ जम्मा राम से भन ईश्वर मिले कान राम से भन चार भाइ जम्मा दिन्छन् दिन्छन् खाउले नि खाउला पूर्वै पाउला मेरो भयो दिन्छन् दिन्छन् खाउला नि खाउला मेरो भयो केराको खम्मा चार भाइ जम्मा राम ऋषि भन ईश्वर मिले कर्ण रातो माटो चिप्लो बाटो खन्दा खन्दै आएको हामी घुँडा पर्दै रातो माटो चिप्लो बाटो खन्दा खन्दै यत्रो भइसकेछ भाइ नि त नि लौ न लौ कस्तो रहेछ भाइ ल ल गीत गाउनु गीत अब गीत सुन्नु पर्यो ल गीत गाउनु गीत कति नसङ्लो पानी धमिलो मन किन बल्ल बल्ल सङ्लो पानी धमिलो मन किन सपनीमा सबैको आए विपनीमा कोही छैनन् दाजुभाइ सपनीमा सबैको आए विपनीमा कोही छैनन् दाजुभाइ हरे कृष्ण नारायण हरि गर्छु पुगा गङ्गाको तीरबारी मरौँ पनि आउँदैन काला बाँचौँ पनि सधैँको यो चाला बाँचौँ पनि सधैँको यो चाला एउटा चुरोड खाएको बाराले पाइना बाटो आँसुको धाराले एउटा चुरोड खाएको बाराले
पाइन बाटो आँसुको धाराले पाइन बाटो आँसुको धाराले पाइन बाटो आँसुको धाराले हो अब अहिले आइएन के आइएन साइराजी 2 शब्द मेरो भिडियोमा भनिदिनुस् त भनिदिनुस् न 2 शब्द बोलिदिनुस् त मेरो ब्लगमा के बोल्नु बोल बोल न बोल भिडियो ल भिडियो हो 2 शब्द मेरो ब्लगमा जाओस् केही त भन् ओइ सही बोल्दो रहेछ दिएन रे सिडीहरू दिएको भए त अहिले यहाँ केटाहरूले कन्सर्ट हानिसक्थ्यो नि भनेर ए आज त आज हिजो नि हिजो कि अस्ति नै भइसक्यो कन्सर्ट भन्नुभएको कसलाई भने अन्त हाम्रो ल ठाउँ पनि यार युरोप भन्दा कम छैन हेर्नु न यस्तो हिरोहरूलाई माफ गर्छ नि पेट्रोल बचाउ अभियानमा छ इभी बनाए क्या हो स्विङमा बाबा सिधै हो भनेर टर्न गर्न नि नपर्ने होइन Guys, we are at Vinayak Store. लोकेसन यहाँ छ जो जसलाई जे जे खानु मन लाग्छ रक्सी चाहिँ विनायक स्टोरमा आउनुहोस् अनि श्याम दाईको घाँसको छैलामा चाहिँ छैला खान आउनुहोस् त्यो पनि भएन भने चाहिँ साल रेस्टुरेन्टमा आएर मोमोसम्म खाएर जानुहोस् तपाईँ घरको बत्ती बिग्रिएछ भने चाहिँ ट्रान्समिटरमा आएर यसो बनाउन यसो हेर्न आउनुहोस् हजुर सालमा त सब बाहिर पहिला त्यो अर्को त्यो यहाँसम्म बाहिर थियो नि त्यो फेरि हाम्रो यहाँ त चाइनिज होइन कन्टिनेन्टलमा छौँ आज फेरि चाइनिज उयो चाहिँ बन्द रहेछ किन बन्द भयो अहिले गएर त्यहाँको घरबेटीलाई गएर सोध्नुपर्छ यो चाहिँ अल्का टु होइन हाम्रो टाउको गार्डन के गर्दैछ नि केटाहरू गार्डनमा चाहिँ गार्डनमा हजारो छ छिट्टै केटाहरू छ त हाम्रो टोलमा पिङ सिङ हालेर पिङदु ड्राइभ
कहाँ जाने मासु त गइसक्यो जौलेर र अब आज यसो यता जाउँ न युवर्ड लग्यो होला माथि के पटेका ए त्यो के अरे स्टेसनरीवाला लाग्छ होइन हो फेरि नयाँ मार्केट आयो भन्ला फेरि यो चाहिँ मेरो भूपूर्व अफिसको बिल्डिङ हो अफिसको नाम त नभनौँ गेस तपाईँलाई आफै गरेर कमेन्टमा 1 2 3 मा टाइप गर्नुहोस् यहाँबाट छिर्थ्यौँ अहिले चाहिँ बन्द छ लक्ष्मी चाहिँ भित्रै छ कि त्यो भएर तपाईँलाई फुल चाहियो चाहिँ गोदावरी फुलमा जानुहोस् यो फेरि मैले प्रचार गरिदिएको पैसा चाहिँ दिनु है फेरि मलाई भैँसीको मोमो खाने यहाँ भैँसीको स्वादिष्ट फेरि सानदारलाई नि फ्लप हो सिधै के भाइरल भयो भने चाहिँ यहाँ पैसा चाहिँ यहाँ दिन आउनु त्यो चाहिँ अब नेपालको फर्स्टमै पर्छ यो मोमो अहिले चाहिँ हाम्रो ठाउँको सदरमुकाममा आइपुग्यौँ हामी यता चाहिँ ल मसिन राख्ने ठाउँ यता ओहो फोटोसोटो खिच्दैछन् मन दाइले भिडियो खिच्दै हुनुहुन्छ ओहो के यार तपाईँको कस्तो राम्रो आउँदो रहेछ हाम्रो आठ बज्यो इभिनिङ वाकमा कोले कति बत्ती राखी हेर्नु पऱ्यो नि हाम्रो ठाउँको सदरमुकाम राजा बस्ने ठाउँ भन्नु न भैँसिन्छ टोलमा कन्टेन्ट क्रिएटरको कमी छैन सबैले सब कार्कीहरू सब कन्टेन्ट क्रिएटरमा लागिरहनु भएको छ हल हो यो खै के हो ए बच्चाहरू एडभेसी खेल्नलाई स्पिकर अहिले चाहिँ हामी चाहिँ बुद्ध एयरलाइनकोमा आइपुग्यौँ प्लेनको टिकट काट्नु छ भने चाहिँ हामीलाई नभन्नु बुद्ध एयरलाइनले नै सम्पर्क गर्नु होला ओहो मामा आउँदै हुनुहुने रहेछ मामालाई दर्शन दिनुपर्छ कि क्या माइजू हो क्या मामा हो क्या खै लगभग हामी अहिले पुल्चोकमा आइपुगिसकेको छौँ पुल्चोक हामी सेन्ट जेभियर्स स्कुलमा ओहो यहाँ फाउन्टेन रहेछ
दाइ 2 शब्द जाओस्। आइपुग्यौँ हामी अहिले। यतापट्टि हल्का छ, यतापट्टि उग्रचण्डी मन्दिर छ। उग्रचण्डी उग्रचण्डी मन्दिर अनि हामी बिस्तारै क्रस गर्दैछौँ। त्यसपछि अगाडि ठ्याक्क सुमेर आइपुग्छ। त्यसको ठ्याक्कै यहाँबाट सिधै गयो भने चाहिँ ठ्याक्कै सुमेरुले हामीले टच गर्छौँ हामी। साइडमा दमकल पनि छ। एउटा दमकल चाहिँ बालिदिइसके। ट्याङ्कर साइडमा राखिरहेछ ल। तपाईँको ढलसल केही जाम भयो भने ललितपुर महानगरलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले कर तिर्नु भएको छ, सदुपयोग गर्नुहोस्, नडराइकन। सेलवेज मार्केट चाहिँ अहिले सेलवेज, पहिलाको सेलवेज हो। अब अहिले सेलवेजलाई के बनाइसक्यो त्यो, अहिले चाहिँ सानो भइसक्यो, मिनी सेलवेज भइसक्यो। अब चाहिँ योभन्दा नि अब सानो चाहिँ देख्न नपरोस् हामीले। नाङ्लोमा चाहिँ नाङ्लो कोही नाङ्लोबाट सुरु गरेर नेपालको सबभन्दा ठुलो सुपर मार्केट बनिसक्यो। कोही ठुलो बिल्डिङबाट नाङ्लोमा आउनु लागिसक्यो। यो रामहरीको फार्मेसी हो। केही चाहियो भने त्यही फार्मेसीमा आउनु होला। हाम्रो नाम चाहिँ नलिनुहोस्, लियो भने तपाईँले डिस्काउन्ट पाउनु हुनसक्छ। 10%। सकेसम्म नलिनु, लिइहाल्नु भयो भने तपाईँले 10% चाहिँ पाउनुहुन्छ फिक्स। अहिले चाहिँ हामी त्यही भएन मिर्ची बम। अहिले चाहिँ हामी झम्सिकेल आइपुग्यौँ। त्यो सानोतिनो ठाउँमा बस्दैनौँ नि हामी पनि। हेर्नुहोस् यहाँ मासु कस्तो पोलेको, बार्बिक्यू कस्तो गरेको। फेरि आएर देउसी खेल्नलाई आम्माम। हामी अलमोस्ट सेन्ट मेरिजको पछाडि छौँ। मलाई त भिडियो खिच्दै हुनुहुन्छ, म पनि यता भिडियो खिच्दैछु। हामी चाहिँ विवान्तमा आइपुग्यौँ। यहाँ जाने चाहिँ कहिले अवसरै मिलेकै छैन हामीलाई, किन बोलाएन। ए अस्ति मिलाउँदै थिएँ यो, सही बनाएछ नि यार। तपाईँले भात सात खानु छ भने थकाली घरमा आउनुहोस्, जिम्बु थकालीमा। अनि त्योभन्दा उतापट्टि घर चाहिँ प्रकाश राज रेग्मी, डाक्टर प्रकाश राज रेग्मी मुटुको डक्टर हो, सिनियर डक्टर। उहाँसँग को लागि मुटुको रोग छ, कन्सल्ट गर्नु होला उहाँसँग। उहाँको यहाँ हर्ट क्लिनिक, आफ्नै घरमा हर्ट क्लिनिक छ। उहाँ यो माथिको सरस्वती मन्दिर आइपुग्यौँ हामी। एउटा चाहिँ म डेली आउँथेँ, डेली भने आइरहन्थेँ, आजकल चाहिँ आएको छैन।
चाहिँ पहिलाको चिल्ड्रेन पार्क, अहिले चाहिँ खै के पार्क हो। हामी पहिला खेल्ने बेला त्यसलाई चिल्ड्रेन पार्क भन्थ्यौँ। यहाँ टेबल टेनिस कोर्ट बोर्ड थियो। Mogo Empire. केही पनि थिएन क्या हामी यहाँ। हाम्रो चाहिँ यहाँ फुटबल ग्राउन्ड थियो पहिला यहाँ, अहिले चाहिँ बास्केटबल बनायो। हामी यहाँ पहिला फुटबल खेल्न आउँथ्यौँ भेरीघाटमा। भाइमण्डलदेखि दौडिँदै यो बाटोमा त घन्टामा एउटा टेम्पो मात्रै कुद्थ्यो त्यतिखेर चाहिँ। अहिले त गाडी फुटबल खेल्थ्यो। 66-67सम्म खेलेको थियो। 2066-67 यहाँ चाहिँ पहिला क्यारिबिन कलेज थियो। रमाइलो यो रात आयो I surely like Connor. Deus se levana, Deus se levana. Uma pseco, sao que se tu pito, não sabe se lo pito, come ti amai. हामीले नि पहिला यही गाउँथ्यौँ नि, अहिले केटाहरू नि यही गाउँदैछ। केही चेन्ज छैन है। 12-13 वर्ष अगाडि यही गाउँथ्यो। हाम्रो यो बुट्टीको चाहिँ फेरि सोही दिदीलाई भन्नु है, फेरि कहाँनिर कैँची कट्ने हो, कटाइ गर्ने हो, कहाँनिर चिर्ने हो लुगाको। अर्को चिन्दा फेरि डक्टरले चिर्छन्। हामी भनिबाट घरतिर आइसक्यौँ। भनिबाट आइपुगिसक्यौँ। आजको भिडियो अलमोस्ट समाप्त गर्छौँ। म अर्को बनाउने ट्राई गर्छु। अलमोस्ट हामी घर आइपुगिसक्यौँ। Hope you like my video. आज मिनी भ्लग बनाउनु ट्राई त गरेछु, हेरौँ के हुन्छ। यसो मन पऱ्यो भने यसो लाइक चाहिँ गर्नु। राउन्ड हानेर आइयो ल। तपाईँ अहिले घरमा सेल पकाउनु भयो कि भएन, तर हामीले चाहिँ हिँडेर पुरै सेल 1 राउन्ड बनाएर आयौँ। यहाँदेखि भनिमण्डलदेखि एकान्त कुना एकान्तबाट जौलियाबाट पुल्चोकबाट झम्सिकेर हुँदै धुबीघाटबाट सिधै भनिमण्डल निस्केर एउटा सेल चाहिँ पक्कै बनाएर आयौँ।